यो हो दिपायल, सुन्दर दिपायल डोटी, मेरो गाउँ अनि मेरो सहर। म जन्मेको, हुर्केको, पढेको, जान्ने बुझ्ने मान्छे बनेको ठाउँ हो यो। आफ्नो ठाउँ सबैलाई प्यारो लाग्छ नि, त्यस्तै मलाई पनि। भाषा र संस्कृति जस्ता थुप्रै कुरामा सिङ्गो सुदूरपश्चिमलाई नै प्रतिनिधि गर्ने ठाउँ हो यो। त्यस्तै प्राकृतिक सुन्दरताको बयान कति हो कति, अनेकौँ छ। पहाडको उपत्यकाको रूपमा रहेको यो सुन्दर ठाउँको बीचमा दार्चुलामा रहेको अपी हिमालबाट बजाङ हुँदै बग्दै आएको सुन्दर सेती नदी रहेको छ, जो तल गएर कर्णालीमा जोडिन पुग्छ। यही सेती नदीले दिपायलको थुप्रै बस्तीहरू वारपार पारेको छ। वारी डोटी जिल्लाकै व्यापारिक केन्द्रको रूपमा स्थापित पिपल्ला बजार, त्यसको माथि राजपुर, पारी दिपायल गाउँ र गाउँ बस्तीको टुप्पोमा रहेको छ डोटी जिल्लाकै एकमात्र सुन्दर विमानस्थल। त्यस्तै उत्तरतिर डाँडामा रहेको छ सिलगढी र सिलगढीमाथि सुन्दर बगलेक अनि नजिकै शान्तिनगर। डोटीको इतिहास पल्टाउने हो भने यो सिङ्गो एउटा राज्य थियो। यसको प्रमाण स्वरूप तत्कालीन दरबार अर्थात् कोटको थोरै संरचना अझै देख्न सकिन्छ, जसलाई अहिले कोट भैरवको नामले चिनिन्छ। तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रकै राजधानी समेत रहेको यो ठाउँ अहिले भने डोटी जिल्लाको सदरमुकाममा मात्रै सीमित रहेको छ। नेपालकै सुन्दर स्थान जसलाई भूस्वर्गको रूपमा चिनिने खप्तड यही बाटो भएर जाने गरिन्छ। विभिन्न धार्मिक स्थल, संस्कृति जस्ता थुप्रै विशेषता र सुन्दरता बोकेको ठाउँ हो सुन्दर सुदूरपश्चिमको सुन्दर दिपायल डोटी। प्रत्यक्ष अनुभूति गर्न पक्कै घुम्न आउनै पर्छ। तपाईलाई मेरो गाउँ अनि मेरो सहरको भिडियो कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला र मन परेमा अवश्य सेयर गर्नुहोला। अब हाम्रो भेट यस्तै अर्को सुन्दर भिडियोमा। त्यतिन्जेलसम्मको लागि धन्यवाद, नमस्ते।